ठुलो चनालाई हल्का टुसा उमार्ने, त्यसपछि चाहिँ ग्रेभी बनाउने। अनि केसँग खाँदा मनपर्छ हजुरहरूलाई? मलाई चाहिँ पुरीसँग, रोटीसँग असाध्यै नै मनपर्छ है। अनि आज चाहिँ मैले प्रेसर कुकरमा राम्रोसँग पखालेर राखेँ। स्वादअनुसार नुन, बेसार, कुटेको अदुवा, लसुन, 1 चम्चा जति घिउ राखिसकेपछि मजाले पानी राख्ने। पानी अलि निकै राखेकी छु मैले। प्रेसर कुकरको बिर्को लगाउने अनि चाहिँ 3-4 सिटी लगाउने। त्यसपछि चाहिँ चना राम्रोसँग पाकिसकेको हुन्छ। बिर्को खोलिसकेपछि हजुरहरूलाई कतिको पाक्यो एउटा चाहिँ म फुटाएर पनि देखाउँदैछु। हेर्नुहोस् त, राम्रोसँग पाकिसकेको छ। अब अलिकति तेल तताउने, 5 फुरन पुर्याउने, त्यसपछि प्याज ओइरिने अनि खोर्सानी, त्यसै गरी यो चाहिँ कडी पत्ता। असाध्यै नै मिठो लाग्छ मलाई चाहिँ। छैन भने इट्स ओके। मजाले यो प्याज रातो रातो हुने गरी भुटिसकेपछि टमाटर राख्ने अनि स्वादअनुसार नुन, अलिकति बेसार, कुटेको अदुवा लसुन पनि राखिसकेपछि एकैछिन चलाइहालेँ, नत्र पिरमा टाँसिन्छ, डढ्छ। हल्का यो पाकिसकेपछि चाहिँ मैले राखेँ अलिकति गरम मसला र जिरा धनियाँको धुलो। यो मसलाहरू सबै पाकिसकेपछि अब चाहिँ म राख्दैछु यो बोइल गरेको ठुलो टुसा उम्रेको चना। राम्ररी चलाइसकेपछि उम्लिन्छ। अब म राख्दैछु मिठो स्वाद र बास्नाको लागि हरियो फ्रेस धनियाँ। अब के गर्ने, हिट अफ गरिदिने, एकपटक चलाउने, त्यसपछि चाहिँ एउटा सफा भाँडामा खन्याउने। मिठो हेल्दी चना खानको लागि रेडी रेडी रेडी।